धरान 0 पोइन्टमा अहिले पहाडबाट आइरहेको बस एक्सिडेन्ट भएको छ। यो बस चाहिँ यहाँ दोकानतिर छिरेको छ र यहाँ अहिले एक्सिडेन्ट भइसकेको छैन। यहाँ धेरैजनाको मृत्यु भइसकेको छ। केटी पनि पो रहेछ त, केटी पनि रहेछ त है। यो बसको हो कि बाहिरको केटी रहेछ त होइन, कपाल छ त अघि पनि लगिसक्यो। अरू त छैन मरेको अरू त्यो भाइ यहाँनिर एउटा होइन, यहाँनिर दुईजना गयो, यो छरमा छैन, यो छरमा छैन, थाहा भएन। बसपछि केही भयो कि भएन? बसभित्रकै मान्छे त बाहिरको भन्ने कुरा आयो त यहाँ बाहिर औषधि लिन आएको क्या, बाहिर यहाँ मेडिकलमा आएको मान्छे। यहाँ अहिले निकैजनाको मृत्यु भएको छ। अहिले एम्बुलेन्समा उँभोबाट आयो, ऊ त्यहाँबाट स्कुटी लिएर स्कुटीलाई घसाएर ल्याएको। हजुर त्यहाँबाट स्कुटी घसाएर ल्याएको त्यो मान्छे सबै चाक्ने छ। स्कुटीको हालत त्यहाँ हेर्नु होइन। हजुर देखियो अघि स्कुटी सहित पोकाबाट ल्याएको। स्कुटीमा 3 जना छ अनि यहाँ 2 जना औषधि किन्न आउने, 5 जना 5 जना सबै हो। बसभित्रको मान्छे होइन, बसभित्र मान्छे त छरपट्ट भयो उछिकेर। हजुर तिनीहरूलाई सबै अहिले 16 जनालाई हस्पिटल पुऱ्याएको छ। हजुर ड्राइभर अहिले सकुशली छ अरे। हजुर यो हाम्रो औषधि पसलको एकजना स्टाफ थियो, त्यो चाहिँ अहिले ठिकै छ अरे होइन। हजुर अब अरू चाहिँ अब हस्पिटलमा कतिजना मरिसक्यो होला। त्यस्तो सिरियसली लगेछ यहाँ। कसैको हात भाँचिएको छ, कसैको टाउको फुटेको छ। तर आएर आज त भने सबैलाई गाडीमा लगेछ क्या। त्यो 16-17 जना लगेछ। बाहिर स्कुटीको 3 जना 2 जना भनेपछि 5 जना चाहिँ 5 जना यहीँकै छ। 2 जना यहाँ औषधि किन्ने आएको छ। त्यो 2 जना औषधि किन्ने, स्कुटीमा एउटा बच्चा 2टा छोरा मान्छे आएको छ। भनेपछि 5 जना 5 जना एकै ठाउँ। यो बसलाई तान्दाखेरि नभएर पल्टाएको लास देख्नलाई। यो कहाँबाट आएको के त्यस्तो केही थाहा छैन। आउने उँभोबाट आएको हो। तर अब यो स्कुल बस हो, बस चाहिँ होइन स्कुल बस भनेको छ। अब त्यो स्कुटीको चाहिँ नम्बर पनि खोलिएको छैन को। तर यहाँ औषधि किन्नु आउने मान्छे यहाँ माथिको रहेछ, एउटा पत्ता लाग्यो। हजुर यहाँ माथिको अब त्यो स्कुटीवाला चाहिँ कहाँको थाहा छैन। स्कुटी नम्बर पनि फेला परेको छैन अहिलेसम्म। अब स्कुटी पनि त्यस्तो हालत छ भनेपछि कम्तीमा 5 जना स्पोर्ट डे। 5 जना यिनै हामीले 16 एम्बुलेन्समा हालेको। एउटा बच्चा 3 जना 4 जना ठुलो। अब उता हस्पिटल लाग्यो, कतिजना मरे त थाहा छैन। धेरै सिरियस छ उता पनि। 16-17 जना लगेछ। 16-17 जना 5-7 जना त अरू त्यो सायद यतिखेर सुरु होला। त्यस्तो हालत थियो होइन। अब अरू चाहिँ धेरै नै ठिकै थियो। अरू चाहिँ सबै नालाभरि उछिटिएको मान्छेहरू। उहाँ हुनुहुन्थ्यो प्रत्यक्षदर्शी कुलबहादुर मगर, धरानतिर निवासी, र उहाँले जानकारी दिनुभए अनुसार यो बसले सिधै स्कुटीमा सवार 3 जनालाई सोरेर खिचेको थियो। त्यसै गरी यहाँ औषधि पसल देख्छौँ हामी, यहाँ न्यू सभा मेडिकल हल र यहाँ औषधि को लागि आउनुभएको 2 जनालाई पनि खिचेको छ। र 5 जनाको चाहिँ हामीले स्पोट डेट नै हामीले होइन घटनास्थलमा नै लास हामीले उठाएर पठायौँ भनेर भन्नुभएको छ। र यो बस स्कुटी पनि ढुट्टो भएको अवस्था छ र थुप्रै लगभग 1 दर्जन बढी घाइतेहरूलाई पनि उद्धार गरेर उहाँहरूले पठाउनु भएको छ हस्पिटलमा। र अहिले त्योभन्दा बढी अझै मृतकको सङ्ख्या बढेको हुन सक्ने भनेर जानकारी दिनुभएको छ। र यो ब्रेक फेल भएको हुनसक्छ अथवा के कारणले दुर्घटना भयो यो थप अनुसन्धानपछि थाहा हुन्छ। तर अहिले एउटा दुःखद घटना धरानको 0 पोइन्टमा हताहत केही कम्तीमा 5 जना। र यो चाहिँ स्कुल बस भनेर लेखिएको छ, स्कुल बस भनेर लेखिएको छ। को 1 71 19 नम्बरको
र अहिले यो सडक पनि अवरुद्ध भएको अवस्था छ, सडक अवरुद्ध छ। अध्यक्ष केही पत्ता लाग्यो अहिले? अहिलेसम्म केही पत्ता लागेको छैन, सबै रेस्क्यु गर्न मात्रै भइरहेको छ। यहाँ कहाँको के को भन्ने चाहिँ बुझ्न पाएको छैन। यो गाडीको कोही सम्पर्कमा आएको छैन है? स्कुल बस भन्नेसम्म थाहा भयो? त्यति हो। यहाँ र यो पोख 71 18 19 भनेर बस चाहिँ यहाँ देखियो, स्कुल बस भनेको छ, तर कहाँको कुन स्कुलको के हो भन्ने कुरो केही थाहा छैन। ल अहिले रेस्क्यु गर्ने सम्मको काम भएको छ र एकदमै ज्यादै तपाईँहरूलाई देखाउन नसकिने दृश्यहरू अघि थियो। मानिसको त्यो शरीर एकदम कच्चा कुच्चुको भएर पोको परेको अवस्थामा थियो र त्यो डेड बडी यहाँबाट लगिसकिएको अवस्था छ र अहिले सरसफाइ हुँदैछ यो ठाउँहरूको र यो बसलाई अब तानेर अब यहाँबाट हटाउनको लागि प्रयास भइरहेको छ। स्थानीयवासी, प्रहरी, ट्राफिक, सशस्त्र सबै मिलेर। सक्नु कुनै छैन, सबै हामीले स्कुलको बस रहेछ होइन, फेरि स्कुलको मधेसतिर भनौँ